नमस्कार, यहाँलाई असल साथी मिडियामा स्वागत छ। म प्रकाश। आज कार्यक्रम हामी विशेष हामीले बेला बेलामा ल्याउने गर्छौँ विशेष प्रस्तुतिको रूपमा। आज असल साथी मिडियामा यो विशेष कार्यक्रम लिएर आएका छौँ। आज हामी पोखरा महानगरपालिका वडा नम्बर 22 स्थित पुम्दी भूमदीमा यहाँ आउने दौरानमा हामीले एकजना बुवालाई देख्यौँ जो यहाँको स्थानीय पनि हुनुहुँदो रहेछ र उहाँले एउटा जुन मालिस तेलको व्यवसाय पनि यहाँ गर्नुभएको छ। टङ्क हिमाली मालिस तेल उद्योग भनेर यहाँ सञ्चालन गर्दै हुँदो रहेछ। हामीले देख्यौँ, छोटो कुराकानी पनि गऱ्यौँ र यो कार्यक्रमलाई विशेष त धेरै मानिसहरूसँग पुर्याउनु पर्छ कि भन्ने हेतुका साथ पनि हामी यहाँ उपस्थित भएका छौँ र उहाँकै मुखारबिन्दुबाट पनि हामीले सुन्ने अवसर पायौँ। त्यस्ता धेरै व्यक्तित्वहरू पनि छन् जसले यो मालिस तेलको प्रत्यक्ष रूपमा पनि यसको प्रयोग गरेर उपयोग गरेर सन्तुष्ट हुनुभएको पनि उहाँले हामीलाई केही जानकारी गराउनु भएको छ र समग्रमा हामी उहाँसँगै कुराकानी गर्छौँ। यो मालिस तेल भनेको कस्तो किसिमको हो, कस्तो किसिमको जडीबुटीले यो बनेको छ र यहाँ यो तेल उपयोग गर्ने जो उपभोक्ता हुनुहुन्छ उहाँ चाहिँ कतिको सन्तुष्ट हुनुहुन्छ भन्ने लगायत कुराकानी हामी बुवासँगै कुराकानी गर्ने जमरो गर्छौँ। बुवा, स्वागत छ कार्यक्रममा। हस्, धन्यवाद। आरामै हुनुहुन्छ? हजुर, आरामै छु। अनि बुवाको शुभ नाम? मेरो नाम प्रजापति बराल, म यहीँको स्थानीय बासिन्दा हुँ। हामी जस्तै बुवा यो हामी यहाँ पुम्दी भूमदीमा आउने दौरानमा एउटा टङ्क हिमाली मालिस तेल उद्योग भनेर पनि देख्यौँ र यत्रो ठुलो भाँडामा धेरै जडीबुटी पनि देख्यौँ र मिठो बास्ना पनि आइरहेको छ। यो जडीबुटी चाहिँ विशेष गरी कस्तो किसिमको जडीबुटीले चाहिँ यो तेल बनेको हुन्छ बुवा? यो कस्तो किसिमको भन्नाले अब यसमा चाहिँ नि भन्न 108 भनिएको छ। यसमा मिसाइएका जडीबुटीहरू 300 भन्दा बढी छन्। त्यो बाढीमा चाहिने हाम्रो भगवानको मन्दिरको नजिक भएको हुनाले मन्दिर जाँदा 108 सिँढी चढ्नुपर्ने, 108 शिवलिङ्गको दर्शन गरिन्छ, मुक्तिनाथमा 108 धारा नुहाइन्छ। त्यो आधारमा 108 भनिएको हो र यसमा चाहिने मिसाइएका जडीबुटीहरू 300 भन्दा बढी छन् र यो तेलले जति लानुहुन्छ लाने मान्छेहरूले, यहाँको ग्राहकहरूले अब अहिले यो पुम्दीकोटमा राखेको 7 महिनाको दौरान सुरु भएको छ। 7 महिनाको बिचमा यहाँबाट अहिले तेल लाने भनेको दोस्रो, तेस्रो, चौथोचोटि भनेर सोझै मलाई यति डिब्बा भनेर आउनेको सङ्ख्या 90 ओभर छ र 10% मात्र नयाँ पहिलोचोटि विचार गर्दै हुनुहुन्छ र यसबाट रिजल्ट जस्तो इन्डियाबाट पनि धेरै पटक फोन पनि आइरहेको छ। यसको चाहिँ नि मुख्य प्रोपराइटर भनौँ, मुख्य चाहिँ नि साउ टङ्क थापा मगर हुनुहुन्छ। उहाँले चाहिँ नि यो 10 वर्षसम्म यस्तै काम मलेसियामा गरेर उहाँको अनुभव ल्याएर यहाँ चाहिँ नि अहिले नेपालमा खोलिदिनु भएको हो र यो तेलमा अब कसैले भन्छन् अब साँडेको तेल भन्छन्, कसैले हड्डी भन्छन्, कसैले के भन्छन्, तर अरू कम्पनीका तेलहरूमा फोटो हुन्छ भने हामीले यो उद्योगै हो, उद्योगबाटै सोझै फेस टु फेस फोटो आफ्नै आँखाले खिचेर लान मिल्ने गरेर हामीले यहीँबाट बिक्री वितरण गरेका छौँ। जस्तै यो तेल किनेर लगिसकेपछि उपभोक्ताहरू चाहिँ कतिको सन्तुष्ट हुनुहुन्छ? जस्तै फर्की यसले चाहिँ मलाई काम गर्यो भन्ने किसिमको उपभोक्ता कतिजना हुनुहुन्छ? होइन, यो यसमा त भनिसकियो नि, अब 90 ओभर छ। त्यस्तो कुनै भनौँ न, त्यस्तो कुनै पल छ जस्तै यहीँ आएर चाहिँ एकदम राम्रो गर्यो, मलाई पहिला यस्तो हुन्थ्यो भनेर कुनै त्यस्तो भन्नुभएको छ? त्यस्तो धेरैले भन्नुभएको छ। त्यो यस्तो खालको त्यो उहाँहरूको बोलीको सामान्य भिडियो पनि छ उहाँ टङ्क थापाजीसँग। जस्तो अब मैले देखेको, मैले गरेको माता, अब इन्डियाका 2टी नानीहरू यहाँबाट घुँडा दुखेर माथि जान नसकेर यहीँबाट फर्केर जानुभएको थियो। उहाँहरू इन्डियाको मिजोरामबाट आउनुभएको, हिन्दी पनि नबुझ्ने। उहाँको एकजना गाइड हुनुहुन्थ्यो र उहाँले यहाँ 2 डिब्बा लिएर गएपछि 2 महिनापछि उहाँ चाहिँ नि आएर पोखराबाट 5 लिटरको ग्यालिन आफैले खाली ग्यालिन किनेर लिएर आएर त्यो 5 लिटरको र अरू यी 10 डिब्बा हालेर 35,000 को लिएर जानुभयो। अनि हामीले चाहिँ नि उहाँसँग कुराकानी पनि गरियो। कुराकानी गर्दा के भयो कसो भयो भन्दा इन्डियाको कति हस्पिटलमा चार्दाखेरि नभएको यो तेलबाट हामीले नयाँ जीवन पायौँ
भनेर उहाँहरू निकै खुसी हर्षित हुँदै अनि त्यो बेलामा यहाँबाट चाहिँ नि माथि हिँडेरै ठाउँ गएर ड्रिम सिटी पनि घुमेर यता घुमेर अनि उहाँहरू फर्केर जानुभयो। जस्तै बुवा यो मालिस तेलले चाहिँ कुन किसिमको समस्यालाई चाहिँ यो मालिस तेलको प्रयोग गर्ने त? यो जस्तो हाम्रो ढाड कम्मर घुँडा गर्दन टाउको माइग्रेन भएर टाउको दुखिरहनेलाई पनि हुन्छ, कपाल झर्नेलाई पनि हुन्छ, निन्द्रा नलाग्नेलाई, जस्तो हाम्रो सबै शरीरका पुरै जोर्नीहरू यस्ता सानामा मसिना आँख्लाहरू दुख्ने, शरीर सुनिने, सर्क्यो मर्क्यो अनि हात खुट्टा झमझमाउने, पोल्ने, कर्कर खाने, पिँडौला फर्किने यी आदि कुरामा बिहान 10 मिनट बेलुका 10 मिनट दिनको 2 पटक चाहिने मालिस गर्नुपर्छ। र यदि पुरानो रोगी हुनुहुन्छ भनेदेखि उहाँहरूले दिनको 3 पटक लाउँदाखेरि धेरै राम्रो हुन्छ। जस्तै बुवा यो भनौँ न यो तेलले चाहिँ सबै किसिमको समस्यालाई चाहिँ काम गर्दैन, लगाउनु हुँदैन भन्ने पनि हुन्छ, सबैलाई काम गर्छ भन्ने पनि हुँदैन। यो मालिस तेलले चाहिँ कस्तो बिरामीले चाहिँ लगाउनु हुँदैन भन्ने के छ? जस्तो यसमा अब हामीले अब यो टङ्का हिमाली मालिस तेलले छापेको यो पम्पलेटमा पनि लेखिएको छ धेरै दुखाइ सम्बन्धी छ। दुखाइमा पनि आँखा दुख्यो, कान दुख्यो, दाँत दुख्यो भने हुँदैन, भित्र पेट दुख्यो भने हुँदैन, अरू दुखाइलाई भनिएको छ। र यो छालाको एलर्जी हुनेहरूलाई पनि हामीले नलानुहोस् भनेर हामी यहीँबाटै हामी लान दिन्नौँ। तपाईँले तेल किन्न आउनुहुन्छ भने तपाईँको एलर्जी छ भन्ने छ भने तपाईँले यहाँ भनिदिनु पऱ्यो, नत्र तपाईँलाई थाहा हुँदैन। तेल लानु होला, जनताले समस्या निम्ता होला, आफूलाई के समस्या छ कमसेकम पनि एलर्जी भएको व्यक्तिले चाहिँ यो तेल चाहिँ नलगाउँदा धेरै राम्रो नै गर्दैन भन्ने होइन त? होइन, हामीले अब बोर्डमै लेखेर अब उता बोर्डमा पनि छ, हामीले यस्तोमा लगाउनु हुँदैन भनेर बोर्डमा पनि लेखिदिएका छौँ। जस्तै यो जडीबुटीको जुन तेल छ 108वटा जडीबुटी भनिएको छ, यो तेल त बजारमा पनि धेरै किसिमका उद्योगहरू छन्, अलिक के फरक त होला, फरक के छ? होइन, अब यसको विशेषता नै अब हामीले फरक भन्दा पनि हामी अरू कहाँ गएर कसरी बनाएका छन् हामीले हेरिएको छैन। तर हाम्रो यो चाहिँ नि एउटा टङ्क थापाजीको अब मलेसियाको 10 वर्षीय अनुभव अनुसार उहाँले चाहिँ नि अब धेरै ग्राहकहरूलाई सन्तुष्टि बनाउनु भएको छ। अरूको चाहिँ कसरी गर्नुहुन्छ आफूलाई थाहा छैन, हाम्रो चाहिँ राम्रो छ भन्नेमै हुनुहुन्छ। हजुर हुन्छ। जस्तो यो राम्रो भन्दा पनि हामीले राम्रो भन्नुभन्दा पनि अब यसबाट चाहिँ नि एकपटक लगाएका उपभोक्ताहरूबाट नै अब सरासर आएर तपाईँ लाउने तरिका त सुन्नुहोस् भनेर चाहिँ नि हामीले भन्दाखेरि यो दोस्रो तेस्रो चोटि हो हामीले लगाएको, हामीलाई थाहा छ भन्ने नै आउनु भएको छ। त्यसको मूल्य चाहिँ कति पर्छ बुवा? यसको मूल्य चाहिँ यसको मूल्य यो 200 ml को डिब्बाको 1000 रुपियाँ खाइन्छ। जस्तै जडीबुटीको बारेमा थोरै कुराकानी गऱ्यौँ बुवा। जस्तै 108वटा जडीबुटी भन्नुभयो, सबैको नाम त भन्न अलि सम्भव पनि हुँदैन, केही सामान्य रूपमा भनिदिनुहोस् न के मिसाएका छन्? अब यसमा चाहिँ नि टटला छ, अब यो भनौँ न गुलाब, सिल्टिमोर, सेतो जिरा, बाबरी, काउसो, लेमन ग्रास, अशोकगन्ध, अब के अरे नागबेली, अब यो लगायतका अब श्रीखण्ड। यो जडीबुटीहरू चाहिँ पोखरामै सबै जडीबुटी उपलब्ध छन् कि के छ बुवा? होइन, यो हुँदैन। उहाँ टङ्कजीले अब क्षेत्रमा हिमाली भेगमा पाइने हिमाली भेगको चाहिने कसैसँग कन्ट्याक्ट गर्ने र उहाँबाट चाहिने जम्मा गराएर ल्याउने, अब तराई बेल्टको त्यसै गरेर उहाँले चाहिँ त्यसरी ल्याउनुहुन्छ। यहाँ जुन किसिमको चाहिँ अब व्यावसायिक रूपमा जस राम्रो किसिमको प्रतिक्रिया पनि पाइराख्नु भएको छ? होइन, निकै राम्रो पाइराखिएको छ। हुन्छ बुवा, जुन यहाँले समय दिनुभयो र जुन किसिमको तेलको बारेमा पनि भनिदिनु भयो र पुम्दीकोट घुम्न आउनुहुन्छ भने एकचोटि यहाँ आएर चाहिँ हेर्नु होला, मन पऱ्यो भने लाने कुरा भइहाल्यो होइन। र अर्को कुरा के हो भने आफूलाई कुनै समस्या छ भने चाहिँ भन्नु होला, किनभने सबै रोगलाई यो तेलले काम गर्छ भन्ने पनि हुँदैन भन्दै आफ्नो कुरा पनि राख्नुभयो। यसको लागि आफ्नो समय उपलब्ध गराउनुभयो बुवा, धेरै धेरै धन्यवाद। हस्, धन्यवाद हजुरहरूलाई पनि। अन्तिममा यहाँ पुम्दीकोट घुम्न आउन चाहने जो भिडियो हेरिराख्नु भएको छ उहाँलाई चाहिँ के भन्न चाहनुहुन्छ अन्तिममा? होइन, उहाँहरूले अब लाने आफ्नो खाँचो भएदेखि लाने हो, तर हेरेर बुझेरसँग गइदिनुहोस्।
भन्ने आग्रह गर्दै अब यो पुम्दीकोट घुम्न पनि पुम्दीकोट निकै रमणीय छ। मौसमले साथ दिएको ऊ भयो भनेदेखि अब मनमोहक छ। अब पुरा अन्नपूर्ण रेन्ज पुरै देखिन्छ यहाँबाट। अब पोखरा फेवाताल अब नयाँ एयरपोर्ट सबै यो डाँडाबाट चाहिँ देखिन्छ। र साथै अब ठ्याक्क अगाडि अब सराङकोट छ, सराङकोटको सिन पनि हेर्न मिल्छ। भने धेरै राम्रो छ। यसमा चाहिँ नि यो हेरेर एकचोटि अब यहाँ आउने प्लान बनाउनु होला भन्ने सुझाव दिन्छ। उसो भए आफ्नो व्यस्तताको बावजुद समय उपलब्ध गराइदिनु भयो, यसको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्छु। हस्, नमस्कार।